हेलो साथीहरू, गेटको कामहरू हुँदैछ। यस्तो खाले गेट बन्छ यहाँ साउदीमा। हाम्रो मटरजी लगिरहेको छ नि, खटाखट खटाखट। यस्तै काम हुन्छ। गेटहरू बनाउने सबै हाटहरू सबै आफ्नै काम गर्ने हुन्छ यहाँ। कोही कामदार होइन, कोही पनि सबैले आफै ठेक्का लिने काम गर्ने, त्यस्तो हुन्छ। हामी मात्रै यो फाल्तु कपिलको काम गर्ने। हेर्नु साथीहरू, मेरो साथी हो इन्डियाको हुन्। यहाँ चाहिँ यिनीहरूले चाहिँ टर्की पालेर छन्। हेर्नुहोस् है, ओ भाइ कत्रो कत्रो टर्की बच्चाहरू नि यत्रो यत्रो भएछ यार। हेर्नु बाबा कत्रो हो नि यार। त्यो दुइटा पाल्दा त मैले पनि पालेको छु परिया कुखुराहरू, तर यो पाले हामी। यो कत्रो कत्रोमा यत्रो यत्रो लगभग 10 किलो होला यार। यहीँ बस्छन् साथीहरू। यस्तै छ है साउदीमा कामदारहरू बस्ने ठाउँ यस्तै हो। यता काम गर्नुहुन्छ उहाँहरू, यता चाहिँ मेरो साथीले अहिले बोलाएको थियो क्या त गेट पल्टी गर्नलाई। म उता गएर आएको थिएँ, त्यही भएर यही तपाईँहरूलाई देखाउँ भनेर। तर रुखहरू पनि लगाएर रहेछन्। हेर्नु साथीहरू, बसाइ त भित्रभित्र त सबै यस्तै हो, बाहिर बाहिर मात्रै हो रमाइलो र सफा लाइटिङहरू। कामदारहरू बस्न यस्तै हो। इतना बड़ा बड़ा हो गया अरे बच्चा। लेकिन 5 ही 5 होता था ना, सही था ना। 5 होना था ना, सही था। वो मर गया 2 है, दोनों को मार दिया उसने, कांड कर दिया। एक अगले जुमे को किया था, इसने तो अच्छा हुआ देख लिया, नहीं तो सबको मार दिया। हम लोगों को पता नहीं कैसे मरा। अच्छा, मेरा तो मुर्गी कुछ नहीं देता, बस ऐसा ही खाना खिलाओ रखो, बस कोई काम नहीं है उसका। क्यों देता है कुछ नहीं, बच्चा सच्चा कुछ नहीं। बच्चा बिठाओगे तो देगा। बिठाया ना मैंने, अलग भी बैठाया। वो अंडा है ना, अंडा तोड़ तोड़ के खा देता है खुद। मुर्गी? हाँ, कबूतर तो सही है, कबूतर सही है। इसको अकेला बैठा है। अब यो चाहिँ फाइनल पेन्ट घसी। ल हेर्नु साथीहरू, फिट भयो है। बक्सवाला डोर हो यो, ढोका हो। फिट भयो। अब गर्मी सुरु भएछ साथीहरू है। यो चाहिँ रिमोटले खोल्ने लक हो यो। अहिले चाहिँ चाबी छैन, रिमोट छैन। यो फिट भयो। हेर्नु, यो पुरै पाताको बनाएको, बेन्ड गरेर। यस्तो राम्रो बलियो हुन्छ नि यो ढोका।
नेपालमा नि यस्तो ढोकाहरू हाल्यो भने धेरै राम्रो हुन्छ। काठको ढोका भने त एकदम बेस्ट। खर्च त सेमै हो, अझै यो सस्तो पर्छ काठभन्दा। हेर्नु साउदीको घर अहिले चाहिँ अलिकति खुल्ला गर्न लाखन घर, पहिला त ड्यामडुमै बन्द हुन्थ्यो। यो चाहिँ बाहिरको हेर्नु, अब गर्मी सुरु भयो साथीहरू। अहिले यो प्लास्टिक हटाए होइन, प्लास्टिक हटाएपछि राम्रो देखिन्छ। अहिले निकाल्न हुन्न फेरि, साउदी गिरगिर गर्छन् फोहोर हुन्छ भनेर। वर्कसपमै मेटलमै त्यसलाई फाइनल गरेर पेन्ट सेन्ट फाइनल गरेर हो क्या ल्याउने। यहाँ चाहिँ त्यो हाम्रो जस्तै प्राइमर हानेर लगेर फिट गरिदियो, पछि तिनीहरूले पेन्ट गर्छन्, हुँदैन। पुरै फाइनल गरेर लानुपर्छ त्यसरी प्लास्टिकले ऱ्यापिङ गरेर। कम्प्लिट भयो। यो चाहिँ मेरो त्यो साथी त्यो हिन्दी हो, त्यसले लिएर गएको थियो फिट गर्न। बक्स चार कति अन्त 1 इन्ची माथिको, तलको चाहिँ हाफ इन्ची, साइडको हाफ इन्ची बक्स। यस्तो बबल हुन्छ, बलियो नि लास्ट बलियो हुन्छ। ल साथीहरू यहीँसँग थियो, ल बाई बाई।